Hi everyone, welcome back to my YouTube channel. म आशा गर्छु तपाईहरु सबैजना सन्चै हुनुहुन्छ र म पनि सन्चै छु र आज चाहिँ मैले मेरो गाईहरु चराउन चाहिँ रोटै रोट ल्याएर आएको छु अनि आज यो हरियो घाँस खुवाउनलाई म मेरो गाईहरु ल्याइसकेको छु र मेरो गाईहरु कहाँ छ म तपाईलाई देखाउने नै छु। ओके, हेर्न सक्नुहुन्छ मेरो गाईहरु चाहिँ हरियो घाँस खाँदैछ। यता माथि अम्बिसोको घाँस पनि छ तर यो अम्बिसोको घाँस खाँदैन किनभने यसले पुरा वाक्क दिक्क भयो होला। धेरै दिन भयो नि त्यसले यही मात्र खाएको, त्यही भएर हिजोअस्ति पानी परेको थियो अनि यो पानी परेर चाहिँ घाँस उम्रेको छ हरियो घाँसहरू। यसरी यो घाँस चाहिँ यस्तो मजाले खाँदैछ हैन, जराइदेखि उखालेर खाँदैछ। यो समय तपाईलाई म देखाउँदैछु, हेर्न सक्नुहुन्छ यस्तो राम्रो हरियो घाँस खाँदैछ हैन। बिचरा हरियो घाँस खानु पाएको थिएन नि त। कस्तो लाग्दैछ हरियो घाँस खाँदा सिर्सी? रमाइलो हुँदैछ हैन? कतिको टेस्टी रहेछ त यो घाँस। खै यता हेर चुर्सी। अब यहाँ हेर्न सक्नुहुन्छ सानो बच्चाले पनि घाँस खान थालेको छ अहिले चाहिँ। पुच्की पुच्की कहाँ गएको पुच्की? ल मजाले चढ्दैछ मेरो गाईहरू, ढुक्कले चढ्दैछ। हरियो घाँस खानु पाउँदाको बेग्लै मजा छ नि यसलाई। एकदमै गर्मी महिना हो यो चाहिँ अनि फेरि मलाई गर्मी खासै मन पर्दैन, बरु चिसो ठाउँ मनपर्छ। सहनै सक्दिनँ म, बरु जाडो चाहिँ म सहन सक्छु है। तपाईहरुलाई कस्तो हुन्छ त्यो त मलाई थाहा भएन र म चाहिँ जाडो सहन सक्छु, गर्मी चाहिँ खासै नसहने मान्छे हो। तर पनि अब के गर्नु, बानी हुनुपर्छ। अब यो महिना नै अब तपाईको गर्मी महिना हो हैन, अब कहाँ जानु चिसो खोज्नलाई हैन। मेरो गाईहरू चढ्दैछ यो साइडमा, यता यो साइडमा एकदमै मजाले खाँदैछ। यतिको चढिदियो भने चाहिँ एकदम ढुक्क हुन्छ मलाई। अहिले यहाँ मकै रोपेको छ, बालीनाली खायो भने चाहिँ फेरि एकदमै नमजा हुन्छ। त्यही भएर म यिनीहरूलाई चाहिँ साथमै राखेको छु। म यिनीहरूलाई कहीँ पनि जान दिन्न, यही वरिपरि खुवाउने छु। आजको दिन सायदै रमाइलो होला जस्तो छ। हिजोअस्ति समय यस्तो मरुभूमि भएको जग्गा चाहिँ अहिले यस्तरी चेन्ज भइदिएको छ। हेर्नुहोस् है, हरियो भएको छ ठाउँहरू, एकदमै हरियो घाँस उम्रेको छ वरिपरि हेर्न सक्नुहुन्छ। हिजोअस्ति समय चाहिँ ढुङ्गा र माटो बाहेक केही थिएन, अहिले चाहिँ हरियाली भएको छ अनि अझै हरियाली हुँदैछ। भर्खरै त पानी परेको छ हैन, हरियाली हुँदैछ। अब मात्र घाँस उम्रिने टाइम हुन लागिदैछ, अब चाहिँ रमाइलो हुन्छ हरियो हुनु। अब घाँस उम्रेपछि त गाईहरू पनि मजाले चढ्छ, बाख्राहरू राम्रो चढ्छ नि त। यिनीहरूलाई पनि चाहिएको हरियो घाँस पात हो हैन। अब कति अम्बिसो खाँदा खाँदा वाक्क भएर होला, अब चाहिँ उनीहरूलाई रमाइलो हुन्छ। गाइज, मिठो खानेकुरा खुवाइ चाहिँ यस्तो हुन्छ है। आजको मौसम त तपाईले देखि नै हाल्नुभयो होला। यसो हेर्दै गर्दा के अनुमान लाउनु भयो त, कि यो पानी पर्ला जस्तो छ? अन्दाज गर्दा चाहिँ त पानी पर्ला जस्तो चाहिँ छ। हेर्नुहोस् हैन, पानी पर्दा पनि हुन्थ्यो जस्तो लाग्दैछ मलाई चाहिँ। एकदमै गर्मी, अत्यन्तै गर्मी। अब मेरो गाईहरू कहाँ छ त भनेर म तपाईलाई देखाउने नै छु। ओ मेरो गाईहरू त्यता पो रहेछ त, चढ्दै रहेछ बिचराहरू त। आराम से चढ, आराम। कत्रो ठुलो रुख हौ, एम्बो डर लाग्दो रहेछ त यो रुख त हौ, कति लामो। ल है गयो मेरो गाईहरू गयो। अब यो यिनीहरूलाई म यो माथि कम्बिसो बारीमा पठाइदिनु पर्यो अनि यिनीहरूले ढुक्कले घाँस खान्छ है, हरियो घाँस त्यहाँ पनि छ, भित्रभित्र उम्रेको छ। तिनीहरूलाई त्यहाँ पठाउँछु। को पो आउनुभयो? बाजे बाजे कहाँदेखि आउनुभयो? बाख्रा? ए ल ल ल ए ल, कसको मलाई थाहा भएन। ए ल ल ल, हेर्नुहोस् न, यिनीहरूलाई मैले यहाँ ल्याएको चाहिँ होइन, खास अम्बिसो खुवाउनु ल्याएको। यिनीहरूलाई अब फेरि म उतापट्टि लग्नेछु है त। उदो ओइ चुर्सी उदो,
जोसे उजा उजा अरे पत्याउँदैनस् बे मलाई कान्छा तँलाई मैले यहाँ आइज त भनेको थिइनँ त किन यता आएको हेन हेन ओके गाइज आज चाहिँ म तपाईँहरूलाई नि नयाँ कुरा बताउन गइरहेछु यो चाहिँ के भन्नुहुन्छ होला होइन यो चाहिँ शुद्ध पानी हो अन्त यो पानी चाहिँ हामी पिउने गर्छौँ यो हाम्रो गाउँ समाज चाहिँ नि यो पानी पिउँछौँ मैले लास्टै तिर्खा लागेको छ अब चाहिँ म यो पानी पिउँछु है त ओके मैले भेटाएँ अब यसबाट म पानी पिउने छु पानी चाहिँ अब यसरी पिउनुपर्छ हेर्नुहोस् है म तपाईँलाई देखाउँछु ल आउच पानी नि यस्तो गाउनुपर्छ होइन देख्नुभयो यसलाई चाहिँ यसरी पिउनुपर्छ ओके अहिले चाहिँ यसलाई मैले अम्बिसो बारीमा लगाइसकेको छु आराम चाहिँ चढ्दैछ कोही यता माथि छ चर चर मजाले चर आजको दिन तिमीहरूकै हो मेरो गाईहरूको अवस्था हेरेर तपाईँ के भन्न चाहनुहुन्छ ल घर जाने त नामै लिँदैन त हेर्नुहोस् त बाफ्रे घाँस खाएकै घर जाने टाइम भइसक्यो तर पनि खाएको छ बाफ्रे कति खाएको तिमीहरूले अब त घर जानुपर्छ सुन घर जानुपर्छ अब घर रेडी हो आरु रेडी कान्छा घर नजाने हो घाँस खाएकै घाँस खाएकै उसको घर नजाने हो र टाइम भयो त घर नजाने हो र पुच्की तुर्सी घर जाने कि नजाने भन् घाँस खाएकै कति घाँस खाएको यति धेरै घाँस खाएर हुन्छ भोलि के खाने आज भएको सबै घाँस खाइहालेर सुन रे कतिको घाँस खाइँदैछ हौ अनि आमामामा यस्तो घाँस खुवाइले त अनि के हुन्छ होला है घर नजाने हो सिन्दुरे लजायो हे कान्छो के छ खबर यति रफ्तारमा घाँस खानुपर्ने चाहिँ के छ हौ यस्तो कम्पिटिसन हो कम्पिटिसन हो हे स्टप कता गएको तिमीले त म घर जाउँ भनेको त कहाँ गएको नो 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 कान्छा नो प्लिज डोन्ट गो प्लिज ओ नो आई एङ्ग्री विथ यु हेलो गाइज अबसम्म मेरो गाईहरूलाई यो अम्बिसो बारीबाट निकाल्न गइरहेछु धेरै कुदाएछ अरे मलाई अब चाहिँ म गइरहेछु गाईहरूलाई निकाल्नलाई मलाई थाहा छैन यिनीहरू कहाँ छ भनेर हे यु चालु भयो अरे बे घर नजाने हो र टाइम भयो त उभो अरे ओ नो उभो 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 अरू कता छ सायद उयो माथि छ होला लेट्स गो कान्छा चाहिँ यहाँ रहेछ होइन यसलाई चाहिँ उसको चाक मार्नुपर्छ ल घर जाउँ हे ल फेरि पछि गयो ओइ फेरि पछि गयो आइज अब आउँछ ये क्या हो गया मुझसे क्यों ऐसा कर रहा है बे बल्ल बल्ल यहाँ निकाले सबैजना भेला भएछ अब म यिनीहरूलाई रोडमा निकाल्नु गइरहेछु बल्ल 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 रोडमा निकाल्यो है साथीहरू मेरो गाईले लास्ट कुदायो अहिले चाहिँ ल घर जानु हुने कि नजानु ने घर जाने टाइम भयो ए बाख्रा कहाँ छ बाख्रा ए ल ल म त गएको बाजे म गएको ल ओके फाइनली अब चाहिँ मैले मेरो गाईहरूलाई घर लाँदैछु
अब त उनीहरू पुरा अगाइसकेको छ। पुरा रमाइ जाँदैछ किनभने आज एकदमै राम्रो मिठो मिठो घाँस खाएको छ नि त। ओके, हेर्न सक्नुहुन्छ मेरो गाईहरूको चाल, रमाइलो चाल। अनि अब म तपाईँलाई यता तलको नजरामा देखाइहाल्नु पर्यो। यहाँ तल चाहिँ गाउँ छ, त्यो भनेको हाम्रो मुछेबुङ गाउँ हो। म तपाईँलाई देखाइहाल्ने छु है त, हेर्न सक्नुहुन्छ यो चाहिँ हाम्रो मुछेबुङ गाउँ। अब म तपाईँलाई देखाउने छु हाम्रो गाउँदेखि चाहिँ यस्तो राम्रो दृश्य देखिन्छ। सायदै तपाईँहरूलाई त देखाइसकेको छु मैले होइन। वाउ, ब्युटिफुल। ओके, आजको यो भिडियो तपाईँहरूलाई कस्तो लाग्यो? म आशा गर्छु सबैजनाले यो भिडियो अन्तिमसम्म हेरिदिनु हुनेछ र लाइक कमेन्ट र सेयर गरिदिनुहुन्छ भन्ने म पूर्ण आशा गर्दछु। र अब चाहिँ हामी नेक्स्ट भ्लगमा भेट्ने नै छौँ। त्यति बेलासम्म आफ्नो ख्याल राख्नु होला। बाई बाई।